यस कार्यक्रमका सभापति महोदय, परम अतिथिज्यू, विशेष अतिथिज्यू र हाम्रा यस साधना बोराका सचिवज्यू, सशस्त्र प्रहरी बलका इन्चार्जज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण शिक्षक शिक्षिका मित्रहरू र सहकर्मी मित्रहरू, दाजुभाइ तथा दिदीबहिनीहरू है, सबैलाई चाहिँ यो मानवबहादुर यो केटोको तर्फबाट यहाँहरूलाई नमस्कार गरे है त। र यस नाम पनि कोपिला, यो कोपिला छँदै गरी यत्रो प्रगति गरेर यो चाहिँ हामीलाई बड्डा बड्डी भनेर जाडोमा कथाइरह हुनान् भनेर चाहिँ दया गरेर यहाँले चाहिँ वितरण गर्नुभयो। कोपिला छन् फक्रे त छन् अति ऊ ल यहाँहरूको के भन्छ अग्र छलाङ मारेर चाहिँ प्रगति होस् भन्ने कामना गर्छु। र साथै अब हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू हामी उपस्थित भयौँ, यहाँ चाहिँ भित्र मुटुदेखि यहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। कुरो के भनेदेखि प्रगति गर्ने, अब महिलाहरूले यत्रो प्रगति गर्नुभयो, यहाँहरूलाई चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु। महिलाले यस्तो प्रगति गर्दाखेरि पुरुषले केही अनुमान छैन। हुन त म पुरुष हो, तर मैले प्रगति गरेको छैन, यो लाजो मरण छ। यहाँ महिलाहरूको साममा भने त अब पुरानो भाषामा सुन्दरी केटाई त भइया भन्ने एउटा, तर सुन्दरी केटाई यस्तो प्रगति गर्दाखेरि हामी लोग्ने पल्ट्याएका मान्छे यत्रो छ नि, हामी लाजो मर्नु भएको छौँ र दुःख कुरा हो। र यहाँहरूको चाहिँ मुटु कलेजादेखि धन्यवाद नदिइरहन सक्दैन। र साथै एउटा कविता के भन्छ गजल सुनाउन चाहे, यहाँहरूले सुन्दैन हुन म बिन्ती बिसाएँ है त। यो बड्डमन चेट यस्तो हुन्छ, कता हरा पनि होला सायद। सहयोग गर्नुभयो, धन्यवाद साली। यहाँहरू मेरो गजल यस्तो छ, यो मेरो गजल सुन्नु हुनेलाई यो गजलले धेरैलाई लाज लाग्ला, यो गजलले धेरैलाई लाज लाग्ला। अब कसैलाई रिस उठ्ला, कसैलाई हाँसो छुट्ला। ओसेन मान्नुभयो दाजुभाइ दिदीबहिनीहरूले, लाज मार्नेहरूले लाज पताइदिनु होला, अनि रिस उठाउनेहरूले मानवतापूर्णलाई क्षमा दिनु होला भन्ने बिन्ती बिसाए। हाँसो छुटाउनेहरूले मानवतापूर्णलाई धेरै नै जिस्याउने होला, यहाँ जिस्याउने बानी छ। र हजुर म मेरो गजलतिर लाग्यो है त। बोली सुन्दा मिठो लाग्यो, हेर्दा धेरै काली, बोली सुन्दा मिठो लाग्यो धेरै हेर्दा धेरै काली। कोहन क्याउनु भन्दाखेरि रहेछन् दाइकी साली, कोहन क्याउनु भन्दाखेरि रहेछन् दाइकी साली। यसै काली उसै काली लान्छु यसै पाली, यसै काली उसै काली लान्छु यसै पाली। घरकी बुढी थाहा पाइन् भने गर्नु धेरै गाली। अर्को जेठीमाथि कान्छी लिएर गाली गर्ने नै भए हो। नेताजीको भाषण हुँदा बज्न थाल्छन् ताली, नेताजीका भाषण हुँदा बज्न थाल्छन् ताली। विकास भन्ने जिरो हुँदा पाउँछन् धेरै गाली। नेताहरू चलाक हुन्छन् अनि धेरै जाली, नेताहरू चलाक हुन्छन् अनि धेरै जाली। अर्थतन्त्र गोजीभित्र देश भयो खाली। बगैँचाको काम छोडी चोर्न गयो माली, बगैँचाको काम छोडी चर्न गयो माली। बजे सासू ओठैभरि घस्न थालिन् लाली, बजेले पो घस्न लाग्यो लाली त। कृषि प्रधान देशैभरि सप्रिएन बाली, कृषि प्रधान देशैभरि सप्रिएन बाली। स्वास्नी छोरी लोग्नेहरू
रोज्न थाले साली स्वास्नी छोरी लोग्नेहरू रोज्न थाले साली नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पानी जहाजमा चढाउला है आज कि भोलि यता हेर्नु ओली उता हेर्नु ओली जताततै ओली ओलीकै चकचकी साथ जम्मै आज भोलि धन्यवाद हजुर है।